हेलो हाई आज चाहिँ मैले मिनी ब्लग बनाएको छु। हामी सबैजना चाहिँ इटरी गएको थियौँ, भाउजूहरू आन्टीहरू म सबैजना चाहिँ। अनि मैले सानो ब्लग बनाएको थिएँ। हामी चाहिँ सेमिनारमा गएको थियौँ अनि हामी सबैजना रमाइलो गर्दै गएको थियौँ। कस्तो मजा आइरहेको थियो। हाम्रो चाहिँ सफारीमा गीत पनि बजिरहेको थियो, सबैजना गाउँदै नाच्दै गएको, यस्तो रमाइलो भएको थियो। अनि हामी चाहिँ अब सेमिनारमा चाहिँ सबैजना चाहिँ समूहबाट गएको हो, महिला बचत समूहबाट गएको हामी सबैजना चाहिँ। अनि हामीले चाहिँ त्यहाँ गएर धेरै रमाइलो गऱ्यौँ, धेरै कुराहरू सिक्यौँ, सबैजनालाई एकदम रमाइलो भयो। धेरै कुराहरू जान्यो, नयाँ ठाउँ जाँदाखेरि अब केही कुराहरू पनि सिक्यो। हामी चाहिँ नाच्दै गाउँदै रमाइलो गर्दै गएको थियौँ। गर्मी चाहिँ थोरै थिएन, त्यही पनि कस्तो रमाइलो भयो। घाममै भए पनि गयौँ। कहिलेकाहीँ चाहिँ यसरी आउटिङ जानुपर्छ सबैजना, कहिले सेमिनार, कहिले ड्राई पिकनिक, कहिले घुम्नलाई, किनभने मुड पनि फ्रेस हुन्छ, रमाइलो पनि हुन्छ। हामी त सधैँ अब गरेको काममा व्यस्त हुन्छौँ नि त, त्यति धेरै बाहिर जान पाइरहेको हुँदैन। यसरी जान पाउँदा चाहिँ एकदम रमाइलो लागेको थियो, कस्तो मजा आएको थियो। गर्मी चाहिँ थोरै थिएन, त्यही पनि हामी सबैजना रमाइलो गर्दै हाँस्दै गाउँदै गएको थियौँ। कस्तो मजा भएको थियो, हामीलाई धेरै कुराहरू सिक्यो पनि। अनि मैले चाहिँ छोटो मिनी ब्लग बनाउनु पर्यो भनेर अनि मैले चाहिँ ब्लग बनाएँ। अनि मैले चाहिँ अब त्यो बाटोमा बोल्दै बनाउनलाई कस्तो अप्ठ्यारो लागेर चाहिँ अनि मैले भोइस ओभर गरेको। हामी चाहिँ 3 ग्रुप भएर गएको थियौँ। अनि कोही अगाडि कोही पछाडि हुँदै गयौँ। अनि आन्टीहरू पनि आइपुग्नु भयो। सबैभन्दा सुरुमा चाहिँ हामी पुगेको थियौँ। अनि फर्स्टचोटि नयाँ ठाउँ, अलिअलि डर पनि लागेको थियो। अनि सेमिनार सक्यौँ, अनि हामीले खाना खायौँ, स्न्याकहरू लियौँ। अनि त्यसपछि हामी गफ गर्दै फेरि रिटर्न तर आयौँ। हाँस्दै बोल्दै रमाइलो भयो। पानी परेर शीतल भएको थियो बेलुका हामी घर फर्किँदा चाहिँ। पानी परेर कस्तो रमाइलो भएको थियो, मौसम चिसो भएको थियो, दिनभरि गर्मी भएको थियो, बेलुका चाहिँ एकदम शीतल भएर फ्रेस मुड भएर चाहिँ चिसो मौसम भएर कस्तो रमाइलो भयो। हामी हाँस्दै हस् त बाई बाई, सबैले हेरिदिनु होला।